हेलो गाइज, वेलकम ब्याक टु आवर न्यू भ्लग र स्वागत छ मेरो नयाँ भ्लगमा। अनि मेरो युट्युब च्यानल सब्सक्राइब गरेर नबिर्सिनु होला। र अहिले चाहिँ नि हामीहरूको आज शनिबार पनि छ, छुट्टी पनि छ, त्यही भएर असार पनि लागिसक्यो। त्यही भएर हामी चाहिँ नि धान रोप्छु भनेर बिउ उखालेर पनि त्यसरी राखिसकेका छौँ गाइजहरू। अब चाहिँ नि हामीहरू उता खेतमा तल खेतमा गएर रोप्छौँ। म चाहिँ नि बिउ हाल्छु है। ओके गाइस, अहिले चाहिँ हामीहरू खेतमा जाँदैछौँ। त्यहाँनिर हाम्रो स्कुटी रेडी भइसक्यो बोरामा धेरै जाने चाहिँ हाम्रो स्कुटी र बोरा होइन हेर्न सक्नुहुन्छ। अहिले चाहिँ रेडी भइसकेको छ स्कुटी पनि। अब चाहिँ हामीहरू तल खेतमा गएर फेरि आएर फेरि साइकल लिएर आएर फेरि गएर बल्ल रोप्न पर्ने हुन्छ। अनि यो मेरो ड्रइङ हो, हेर्न सक्नुहुन्छ। बालेरिना गराएको मैले चाहिँ ल अहिले चाहिँ नि हिँड्ने बेला भेटौँ ल। आइसकेका छौँ हाम्रो खेतको नजिक। सबले धान रोपिसकेर हिँड्छन्। घर पनि देखाइरहेको छ नि। खेतको नजिकै आइसकेका छौँ नाउ। के भयो? माइ गॉड गाइस, खेतको नजिक आयौँ है। अब चाहिँ हामीहरू यहाँ पनि धान रोपिसकेका रहेछन्। गाइस यस्तो छ है। अनि उता चाहिँ हाम्रो खेत हो, उतासम्म हाम्रो खेत हो। अहिले म देखाइदिन्छु। ओके है त गाइस, चाहिँ हामीहरू खेतमा आइसकेका छौँ। यो चाहिँ हाम्रो खेत हो। यतापट्टि यो सर्लक्कदेखि उताको खेत हो हाम्रो चाहिँ नि। हामीहरूले आइसकेका छौँ उतासम्म। अनि उताको पनि खेत हाम्रै हो। अहिले चाहिँ हामी आइसकेका छौँ खेतमा। एकदम धेरै नै बाटो देखिसक्नु भएको थियो होला होइन। क्यामेरा एङ्गल नमिले पार भाफाम एकदम धेरै नै गाह्रो भएको थियो कि त्यो हुन्छ नि, बाटो एकदम गाह्रो छ। त्यही भएर है त गाइजहरू हेर्नु एकदम बवाल देखिरहेको छ भ्यू चाहिँ नि। यु क्यान सी हियर। म चाहिँ यत्तिकै यस्तो कपडा लगाएर आएको छु किन भन्दाखेरि चाहिँ नि मैले नि धान रोप्ने, त्यही भएर। गाइज हाम्रो खेत चाहिँ नि यहाँदेखि उतासम्म यो तिनवटा यो कल्ला भयो। अनि यतापट्टि पनि हो, यतापट्टि खेत। अनि उतातिर त्यहाँ चाहिँ रोप्ने भन्नु होला सायद है। अनि अब
चाहिँ हामी घर जानुपर्ने हुन्छ गाइजहरू है। यस्तो छ है हाम्रो यतातिरको भ्यू चाहिँ नि। मौसम हरि दामी भइरह। अब गाइजहरू हामीहरू जानुपर्ने हुन्छ फेरि घर। हाम्रो घर चाहिँ पुग्छ, हामी यस्तै घुमेर आउनुपर्छ एकदम टाढा बाटोबाट। र अब जाम है त घर। लाग्यो नि त गाइजहरू, त्यही भएर। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिन नबिर्सिनु होला गाइजहरू। मरोसमा जान्छु अन्त्यसित। म दिन बिहानभरि हिँडेछु, हुन्छ होला किन हुन्छ नचल्ने साप बर्खा पो हुन्छ अहिले हुन्छ पानी नआगेला। मैले धान रोपेपछि घर आएको मैले बनाएन भिडियो, सरी त्यसको लागि। किनभने मलाई चाहिँ नुहाउन एकदम धेरै नै मन लाग्छ नि, त्यही भएर म चाहिँ छिटो नुहाएर अब खानासाना बोकेर जान थालेको खेतमा है त। फाइनली गाइजहरू हामीले आएर पनि पस्काएर सबैलाई दिइसक्यौँ। अब म चाहिँ खाँदैछु र खाएँ है। ओके गाइज, भर्खरै खानसाना खाएर पनि भ्याइयो। अब चाहिँ सामग्रीहरू बोकेर अब जानुपर्ने हुन्छ। अब यता चाहिँ आमाले बिउ खाल्दै हुनुहुन्छ फेरि। ल अब चाहिँ जाने बेला भेटौँ है। गाइज हाम्रो गाइज बोकेर राति चाहिँ हामीले अब भात मासु खाइरहेछौँ अहिले चाहिँ। अनि आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।